मलाई यहाँ किन बन्द गरेर राख्नु भएको? मेरो के गल्ती छ? त्यो त गल्ती गर्दा गर्दै गर्दै अझै आफै ठुलो स्वर हैन। मलाई यसरी बन्द पारेर यदि मेरो पेटको बच्चालाई केही भएको रहेछ भने म तँलाई छोड्दिन। ओ भनेपछि नयाँ आगमन हुँदैछ हैन? सर गर्नुपर्ने हैन? मलाई पिटेर आफूले बलमान सोचेकी छेस? म तँलाई छोड्दिन। म निक्लिन मात्र यदि मेरो पेटको बच्चालाई केही भएको छ नि त म सबै थोक सहन सक्छु। यदि मेरो बच्चालाई केही भएको रहेछ भने म तँलाई छोड्दिन। म तँलाई जिउँदै मात्र दिन्छु। मेरो बच्चालाई केही हुनु भएन। ओ भनेपछि मैडम साहबको है के छ खबर? ह? नयाँ आगम छोरा कि छोरी? छोरी भएपछि त जस्तै जन्मिने होला हैन? ह? छोरा भएपछि तेरो त्यो रोशनी जस्तो। तँले त मलाई यसरी चढ पाएर कति दिनसम्म राख्छ? पापको घडा पनि एक दिन भरिन्छ। जतिचोटि तैँले मलाई यसरी राख्छस् म त्यति नै बलियो हुनेछु। एक शब्द म पढ्ने त हुन्छस् बलियो। छोड। त हुन्छस् बलियो हैन? छोड। तँलाई पहिला मैले छोड्नु पर्यो नि। जबसम्म मैले भनेको मान्दिनस् नि तबसम्म छोड्दिन। मलाई पहिले मेरो बच्चाको लागि म सधैँ अगाडि हुनेछु। म तपाईँसँग दुई हात जोडी बिन्ती नै गर्छु। यदि मेरो बच्चालाई केही भयो भने म जिउँदै मरेको जस्तै हुन्छु। यो मेरो ठुलो सपना हो। एउटी आमाले सबै थोक सहन सक्छ तर आफ्नो बच्चाको के पनि सहन सक्दिन। यदि तँलाई तेरो बच्चा प्यारो छ भने मैले भनेको एउटा कुरा मान्ने। मान्छेस् कि मान्दिनस्? म सबै कुरा मान्छु। मेरो यो संसारमा कोही पनि छैन। यिनीलाई जो भने पनि जे भने पनि रोशन नै हो। यदि रोशनबाट छुट्टिनु पर्छ भने म जिउँदैमा मरेको जस्तै हुन्छु। त्यो बाहेक म जे भने पनि मान्छु। ठिक छ तर एउटा शर्त कि तर तेरो बच्चा रहन्छ कि रोशन रहन्न। त्यस्तो नभन्नु। म रोशन बिना पनि बाँच्न सक्दिनँ। यो बच्चा बिना पनि बाँच्न सक्दिनँ। त्यसो भए एउटा कुरा ध्यान दिएर सुन। तिमीहरू छुट्टिनु पर्यो। यो मबाट हुँदैन। म बिना कारण रोशनलाई पीडा दिएर छुट्टिन सक्दिनँ। जान त तेरो बच्चा। त्यस्तो नभन्नुहोस् न। मैले तपाईँको के बिगार्दै कि छोरा मलाई यस्तो गर्नुहुन्छ? म राघवलाई माया गर्दिनँ र म तपाईँहरूको सम्बन्ध टुटोस् भनेर चाहने मान्छे पनि होइन। हेर्नुहोस् तपाईँको श्रीमानले मेरो पछि लाग्नुहुन्छ। मलाई एकछिन पनि छोड्नुहुन्न। जति बेला पनि मलाई गलत सोचले हेर्नुहुन्छ। त्यसमा मेरो के गल्ती छ र? तपाईँ मेरो ठाउँमा बसेर पनि हेर्नु न। हेर्नु यदि यो संसारमा मैले कसैलाई प्रेम गरेको छु भने त्यो रोशन हो बिनाको। हेर्नु रोशनले मलाई कति खोजिरहनु भएको र। म एकछिन उसको आँखा अगाडि नहुँदा त कति तडपिनु हुन्थ्यो। झन् अहिले कस्तो भएको होला। तपाईँ पनि एउटा छोरी मान्छे हो। म पनि एउटा छोरी मान्छे।
त मेरो पीडा बुझ्नु न। त्यही माथि म गर्भवती छु। यो अवस्थामा तपाईँले मलाई यसरी बन्द कोठामा थुनेर बाँधेर राख्यो। तपाईँले के पाउनुहुन्छ? यदि म बेलैमा घर पुगिन भने रोशन साह्रै आत्तिनुहुन्छ। बरु म तपाईँको खुट्टा ढोगेर माफी माग्न तयार छु। मलाई खोलिदिनु न। जबसम्म तैँले मैले भनेको मान्दिनस् नि तबसम्म तँलाई म छोड्नेवाला छैन। म बर्बादै भयो नि, के गर्नु? के गरौँ नि मैले, बर्बादै भयो नि। म त हजुरहरूको हालखबर बुझ्न आएकी हो। खाना पानी नखाएको 7 दिन भइसक्यो भन्ने सुनेकी थिएँ। मैले पनि खाएकी छैन। मेरो श्रीमान बनाउँदै जति श्रीमती भयो नि नपुग्ने। 3 टाउँदा हुँदै फेरि लिएर मरो तपाईँको श्रीमती। म त यति भन्न आएकी हो, मेरो बाँच्ने आश नै रहेन। म त मर्छु। बहिनी मैले बाँच्नुको के नै अर्थ रहेन। कसको लागि बाँच्छु? यसरी आवेगमा आएर आफ्नो अमूल्य ज्यान फाल्न खोज्दै हुनुहुन्छ। यो के गर्न खोज्नु भएको तपाईँले? यो सब गर्नुभन्दा अगाडि अलिकति सोच्नु पर्दैन? म मर्नै लायकी हो। जसको लागि आमा बुवा छोडेर म बिहे गरेर आएँ, उसको नै माया पाइन भने म केको लागि बस्नु? यो सब तपाईँको श्रीमतीको कारणले गर्दा हो। मन त यस्तो लागिरहेको छ कि तपाईँको श्रीमती बनाउने छ नि रोशनी, त्यसलाई खोजी खोजी घाँटी चिची मार्न मन लागिरहेको छ। तर के गर्नु, जसरी मान्छेले मन मारिदिन्छन् नि त्यसरी मान्छे मार्न सजिलो कहाँ छ र? जति पटक म मेरो श्रीमानको नजिक जान्छु, उहाँको मनमा आँखामा म प्रति माया हेर्न चाहन्छु। तर देख्दिन, म प्रति त सिर्फ घृणा मात्रै देख्छु। माया त हर पल हर्छिन् रोशनी रोशनी रोशनी। त्यो बेला म कति टुट्छु थाहा छ तपाईँलाई? बारम्बार टुट्नु भन्दा मरेकै बेस। त्यसैले मर्न हिँडेकी हुँ म। एउटी छोरी मान्छेले बिहे गरेपछि पाउने भनेकै श्रीमानको माया। यदि बिहे गरेपछि ती श्रीमानले माया दिन्न भने त्यो छोरी मान्छेको बाँच्नुको के अर्थ? भगवानले दिनुभएको यति अमूल्य जिन्दगी अरू कसैको लागि खेर फाल्दै हुनुहुन्छ तपाईँ? जसले तपाईँको माया बुझ्दैन, जसले तपाईँलाई कदरै गर्दैन, त्यसको लागि किन मर्न खोज्दै हुनुहुन्छ? पीडा त तपाईँको जस्तो मेरो पनि मनमा छन्। के अब तपाईँ जस्तै म पनि हाम फालेर मरौँ? आफूलाई सम्हाल्नुहोस् बहिनी। मैले त्यो घरमा बिहे गरेर आइसकेपछि न घर परिवारको माया पाएँ न श्रीमानको नै। यसरी कसैको माया नपाएर घृणित भएर बस्नुभन्दा मलाई मर्नु नै ठिक लाग्यो।
त्यसैले म मर्न लायक। प्लिज मलाई नरोक्नुहोस्। मैले तपाईँलाई यत्रो सब भन्दा पनि केही लागेन होइन। यदि तपाईँलाई मर्नै मन छ भने मर्नुहोस्, म तपाईँलाई रोक्नेवाला छैन। म मर्छु रे। तर केटोले डराइदियो नि, गाला फुट्ने गरिदियो। यसरी गाला फुट्ने गरी आफ्नो त्यही श्रीमती भानुतीलाई दिएको भए यो दिन हेर्नु नै पर्थेन होला। न त्यो रोशनी बनाउँदी गाई बुन्थ्यो, न भोकै भोकै मर्नु पर्थ्यो। बिचरा सात दिन हुँदासम्म श्रीमती नभेटाएपछि भोकै रहनु पर्ने। तर होइन, एक्टिङ त मैले खत्रै हाने कि क्या हो? हिरोइन बन्न जानुपर्छ कि क्या हो? राम्री पनि छु, चिरी च्याट्ट परेकी हुन्छु, हिट नै हुन्छु क्या हो? यो कुरा नसोच। मैले यसको भन्दा त पिर त मलाई रोशनीको लागिरहेको छ। कहाँ छ होला? ए हुन त राम्रै हालतमा छिन्। एकछिन यसो त्यसको हालत बुझेर यो बुहारीको खुट्टा लाएको सुरुवाल मैले धुनु परेछ। ठुक्क चन्द्रकला तेरो दिन ठिक भयो। मैले यो जुनीमा यो दिन आउला भनेर कल्पना सहित गरेको थिइनँ। बुहारी बिहे गरेर लिएर आएपछि मेरो लुगा धोइदिएली, मलाई भात पकाइदिएली, खुट्टा दुख्दाखेरि खुट्टामा तेल लगाइदिएली भन्ने सोचेको। अहिले त उल्टै मलाई पो घरि तेल्ला भन्ने, घरि भात पका भन्ने, घरि भाँडा माझ भन्ने हुँदा हुँदा त्यसले लाका थाङ्ना धुने दिन आएँ मैले। नागा हुन त आफ्नै छोरो अगतिलो भइसके पछाडि अर्कालाई के दुख दिनु। हेर हेर देना छोक्क नागिनी यस्तो चिजहरू मलाई धुन र उठाउन लाग्दैन। अब मेरो आफ्नै घर जस्तो रह्यो त यहाँ। यत्रो वर्षसम्म आफूले हक जमाएर बसेको घर अहिले आएर उसको अर्डरमा पो चल्नु पऱ्यो है गाँठे। म त यो चन्द्रकला भनेपछि सारा गाउँका मान्छे थर काम्थे। अहिले बुहारीदेखिबाट थर कामेर म पो ढल्नु परेछ। ठुक्क मेरो जिन्दगी ढोका चाबी लगाएर मुन्टिहालेँ नि। अब उस्तै परेको बेलामा मैले पानी त खान नपाउने भयो यो घरमा। जिन्दगी जिउनुको मजा त बल्ल आइरहेको छ। झन् त्यसमा अरूलाई कुट्नु र दुःख दिनुमा उस। खुब रोशनीलाई दुःख दिएर खुब हाँसिराखी छेछ न। ल के भनेको? यो सब गरेको भनेकै तपाईँको लागि होइन त पतिदेव? तैँले आफ्नो लागि गरिस् कि मेरो लागि गरिस् त्यो मलाई राम्रोसँग थाहा छ। हेर रोशनी दिनदिनै तडपेको म हेर्न सक्दैन। हेर अब हामीले प्लान बी सुरु गर्नु पर्ला जस्तो छ। प्लान बी? त्यो ओके छ, म त रेडी हो। प्लान बीमा अलि जोखिम छ। त्यसलाई हामीले बाहिर लिएर छोड्यौँ भने हाम्रो काम गरे त बबाल नै हुन्छ। त्यसले दायाँ बायाँ गऱ्यो भने त बर्बादै हुन्छ श्रीमानज्यू। तर श्रीमानज्यू बेबी प्लानिङ अलि छिटै भए राम्रो हुन्थ्यो। मैले पनि त हजुरले भनेको एउटा कुरा मानेकी छु नि। श्रीमानज्यू के हो? दिउँसै रात पार्न लाग्नु भयो कि क्या हो? हामी घरमा छैनौँ, बाहिर छौँ भन्ने याद राख्नु नि। फेरि पहिला रोशनको र रोशनीको डिभोर्स होस् न बुढी, त्यसपछि हाम्रो बारेमा सोचौँ ल। त्यसपछि अरू के नै चाहिन्छ र बुढी? अनि के बाबा, त्यो आमाको नाममा भएको प्रोपर्टी छ नि सबै मेरो नाममा गरिदिनु पर्छ ल। कानमा लागेको, घाँटीमा लागेको, पसलको भएर होला कस्तो एलर्जी भएको छ भनेको। आमासँग त गहना नि टन्नै छ अरे नि त। हजुरले आफैले भन्नुभएको हो कि होइन?
मागिदिनु न। राम्रोसँग मान्यो भने ठिक छ, नत्र खोसेर भयो नि मागिदिनु। नत्र मैले के गर्छु भन्ने त थाहा छ नि तपाईँलाई। रोशनीलाई फुकालिदिन्छु मैले त। तपाईँ पनि बर्बाद, म पनि बर्बाद। हेर्नु न, एलर्जी भएर फेरि चिलाउन लाग्यो। घरमा जाने बित्तिकै आमालाई सुन मागिदिने। तपाईँले माग्नुहुन्छ भने ठिक छ, नत्र मैले के गर्छु भन्ने हजुरलाई राम्रोसँग थाहा छ। चपक्क सुन लायो भने तपाईँकी श्रीमती कस्तै राम्रो छिन्, झन् कति राम्रो देखिन र होइन र? अब भन्दा नरमाइलो लाग्ला। अनुहार हेरे कुच्चेको डेप्ची जत्रो छ, ज्यान हेरे सुकेको दाउरो जत्रो छ। त्यो ज्यानमा सुन पनि के छ उला र? ल हिँड, म आमासँग कुरा गरिदिउँला। आमा, ओ आमा, के भयो? सुन चाहियो मलाई। कहाँबाट ल्याएर सुन दिनु? आफूले लाएको एउटा कट्टु धुन सक्दैन, सुन चाहियो भन्छ। किन चाहियो सुन? बुढीलाई दिनको लागि। के रे? तेरो बुढीलाई मैले सुन दिने? सुन मात्र होइन आमा, भएको जग्गा जमिन पनि उसको नाममा पास गरिदिने रे। के भनिस् तैँले? फेरि भन् त मलाई। मैले राम्रोसँग सुनिनँ। जग्गा जमिन नि उसको नाममा पास गरिदिने रे। मैले? हजुर। के भनिस् रे? राम्रोसँग भन् मलाई, मैले सुनिनँ। के भनिस् रे? ए आमा, के हुनु नि? जग्गा जमिन बुहारीको नाममा पास गरिदिनु पर्यो रे। ए सुन पनि दिनु अरे, जग्गा जमिन सबै घर पनि त्यसकै नाममा पास गरिदिनु रे? बुहारीले त्यही भन्दैछ। लु जा, अब पास भयो? होइन है, यो वाला छिने डोडेले तँलाई जन्म दिएको कि मैले जन्म दिएको हो? म आमा हो कि त्यो आमा हो? ए आमा, सुन थुपारेर नि के गर्छु? बुहारीलाई दिउ न त, कमसेकम ऊ खुसी त हुन्छ। खान्छु, म खान्छु सुन। अझ के गर्छु भन्छस्? तैँले जन्मेर यत्रो भएर 2 रुपियाँ कमाएर ल्याएर दिएछस् मलाई, अनि अझ मैले कमाएर राखेको मेरो भएको चिज पनि बुहारीलाई दिए भन्ने? त्यो हिजो आएको नखर मौलीलाई मैले सुन्दिनी? आमा, अहिले आएर हुँदा हुँदै तपाईँले पछि बात गर्न लाउनु भयो होइन? कुनै दिन तपाईँ पनि कसैको घरकी बुहारी हुनुहुन्थ्यो होला त। कुनै घरको होइन, म यही घरको बुहारी थिएँ र बुहारीकै थान्कामा बसेको थिएँ। तेरो स्वास्नी जस्तो बनेको थिइनँ म, बुझिस्? हिजो आएर मेरो टाउकामा नाचेर मलाई चाहिँ के नोकरानी जस्तो बनाएर ऊ महारानी बनिनी यो घरको। तेरो स्वास्नी नि यो घरको बुहारी होइन, कसैको घरको नोकर हुन लायकी पनि छैन, बुझिस्? त्यस्ती केटीले जे भन्यो तैँले मान्नु पर्ने? त्यसको अर्डर सुन्नु पर्ने मैले? पहिले तैँले 2 रुपियाँ कमाएर दिएको छस् मलाई, कस्तो हुन्छ 100 को नोट थाहा छ तँलाई? होइन आमा, सुन जम्मा गरेर के गर्नुहुन्छ तपाईँले? मर्दाखेरि सँगै लाने होइन, बरु बाचिन्जेल बुहारीलाई गहना दिनु न, अनि तपाईँलाई नि माया गर्छ उसले। ए मैले गहना दियो भने चाहिँ तेरो स्वास्नीले मलाई माया गर्ने, नदिँदा चाहिँ नगर्ने? तपाईँ मरेपछि नि अब गहना जति बुहारीकै नाम हो, बरु बाचुन्जेल उसलाई दिनु, उसले कमसेकम माया त गर्छ। बारम्बार मर्नी 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 कुरा नगर। म मर्छु भन्ने कुरा त मलाई राम्रोसँग थाहा छ, तर अहिले नै मरिहाल भन्ने जस्तो कुरा नगर। तँलाई मरिहाल्दै हुन्थ्यो भन्ने छ आमा? मरिहाल्दै भन्ने हुने छ तँलाई? तँलाई त्यस्तै लागेको भए अहिले गएर म मर्दिन्छु नि त। त्यस्तो भन्न खोजेको होइन कि आमा, बुहारीले गहना पाएपछि कमसेकम तपाईँलाई माया त गर्छ। परे छैन मलाई, मैले गहना दिएर घर पास गर्दै त्यसले मलाई माया गर्छ। अहिले म यो घरको के भन्छ मालिक नि हुँदा हुँदै मसँग घर गहना हुँदा हुँदै त मलाई त्यसले नोकरानी जस्तो बनाकी छ, घरको गोठालो जस्तो। अनि त्यसपछि फेरि त्यसको नाउँमा जग्गा घर सबै पास गरेर सुन भएको पनि त्यसलाई दिएपछि त्यसले मलाई माया गर्ने होइन? मलाई यो आँगनको डिलमा पनि बस्न दिन्न, यो एरियामा पनि बस्न दिन्न। ए नचिनेको मान्छे हो त्यो? चिनेछु मैले त्यसलाई राम्रोसँग। यस्ता गोबर जस्तो कुरा मेरो अगाडि आएर नगरेस्। ए आमा, तिनी पुराना जमानाका कुरा नगर्नु के? अहिले त पुरानो जमानाको कस्तो पुरानो जमानाको? अहिले आधुनिक भइसक्यो। बुहारीले भनेको नि मान्नुपर्छ, छोराले भनेको नि सुन्नुपर्छ। हो र? हेर्नु है आमा, मैले भनिदिएको छु तपाईँलाई बारम्बार, भित्र के कति गहना छ त्यो सबै बुहारीलाई दिनु। नदे के गर्छस्? नदे के गर्छस्? मार्छस्? तेरो लोग्नी स्वास्नी 2 जनै मिलेर मलाई घाँटी थिच्न आए पनि नि म सुन र पैसा घर दिनेवाला छैन, बुझिस्? दाइ, आफूले आफूलाई सम्हाल्नुस् दाइ। यसरी त तपाईँ दिनदिनै कमजोर भएर जानुहुन्छ।
चिया खानुहुन्छ भनेर सोधे, खान्न भन्नुभयो, त्यही भएर तातो पानी तताएर ल्याए कि। खानुस् दाइ। होइन बहिनी, मलाई पानी पनि पिउन मन छैन। तिमी यहाँबाट जा, म एकछिन यत्तिकै बस्छु। तर दाइ, तपाईँ यसरी भोक भोकै बस्नुभयो भने दिनदिनै कमजोर भएर जानुहुन्छ। तपाईँले आफूले आफूलाई कमजोर बनाएर के पाउनुहुन्छ दाइ? तपाईँ घरको जेठो छोरा हो दाइ। तपाईँमा आमाले धेरै आश गर्नुभएको छ। अब हाम्रो आश भरोसा सबै तपाईँमा छ। एउटै कुरा बारम्बार भन्दाखेरि तपाईँलाई नराम्रो लाग्ला। यति कुरा भन्छु, तपाईँलाई मैले कहिले पनि सौतेला दाइ मानेको छैन। मैले कति पटक भनिसकेँ तपाईँलाई, तातो पानी खानुस्, आफ्नो ख्याल गर्नुस् भनेर। मैले भनेको कुरा मान्ने भए पो। जति बेला पनि टोलाएर बस्नुभएको छ, घरमा पनि एक्लै बस्नुहुन्छ। यसरी त जिन्दगी चल्दैन नि दाइ। मेरो जिन्दगी चलिरहेको छ अनि चलि नै रहन्छ, यदि म जिउँदो रहे भने। जिन्दगी चलेर मात्र नहुँदो रहेछ बहिनी, भित्रबाट खुसी पनि हुनु पर्दो रहेछ। जिउँदो लास भएर बाँच्न निकै कठिन हुँदो रहेछ। जिन्दगी जिउँदै जाने क्रममा बाधा अर्चनहरू पनि धेरै आउँछन्। तर बाधा अर्चन आयो भन्दैमा यसरी भोक भोकै बसेर ठिक हुन्छ र? यदि त्यसो हो भने म पनि भोक भोकै बस्दिन्छु। पीडा त सबैलाई हुन्छ बहिनी। पीडा भयो भन्दैमा रुएर देखाउनु पर्छ भन्ने हुँदैन। पीडा देखाउने धेरै तरिका हुन्छ। कसैले रुएर देखाउँछन् भने कसैले मनभित्र दबाएर राख्छन्। अब यसरी भोक भोकै बसेर खुब पीडाबाट बाहिर निस्किनुहुन्छ होला हैन? किन लिने? किन दिने मैले तपाईँलाई? सुन कता छ भनेर खोज्दा खोज्दा घरभरि नभेटाएको मैले। यस्तो राम्रोसँग राखेपछि कहाँबाट भेटाउनु? सुन फिर्ताले, मैले भनेको सुनिस्? यो सुन फिर्ताले, तेरो लागि यो सुन होला, तर मेरो लागि त यो सबै थोक हो। यो के हो थाहा छ तँलाई? मेरो बुवाको अन्तिम निशानी हो। मेरो बुवाले यो संसार छोड्नुभन्दा अगाडि मलाई तँलाई दुःखमा काम लाग्छ छोरी भनेर दिनुभएको थियो। हेर, तैँले जे माग्छस् नि म सबै कुरा दिन तयार, तर यो मेरो बुवाको निशानी म तँलाई दिदिनँ। बुहारी, मैले राम्रोसँग भनेको छु, यो खोल। आहा,
सुन देखेपछि कहिले बाउको निशानी कहिले आमाको निशानी सबले त्यस्तै भन्छ। यो लाउने भनेकै मैले हो। तपाईँ मर्नुभन्दा अगाडि नै मैले लगाइदिएको। आमा कस्तो देखेछ भन्नुहोस् न। साह्रै राम्रो देखिएछ। त त बाहिर मात्रै काली होली छाला मात्रै कालो होला भनेको साँच्चै मनदेखि नै काली रहेछस् है। मनै कालो रहेछ है तेरो। मैले के भने तँलाई मेरो बुवाको अन्तिम निशानी हो भनेर भन्। त्यति भन्दा नि तँलाई अलिकति दया लागेन? मेरो प्यारी सासुआमा भन्दैछु त मैले, तपाईँले मरिसकेपछि लाउने भनेकै मैले हो। पहिले नै लाउँदा के जान्छ र? तँभित्र अलिकति पनि मानवता छैन? बारम्बार मर्नी म मर्नुपर्छ र तँ पनि मर्नुपर्छ भन्ने कुरा सबैलाई थाहा छ। हेर कालको कुरा हो, को अगाडि हुन्छ र को पछाडि हुन्छ भनेर नि कसैलाई पनि थाहा हुँदैन। मभन्दा पहिला तँ मर्न पनि सक्छस्। त्यसैले यति धेरै घमण्ड नगर। मैले राम्रोसँग तँलाई भनेको छु यो मेरो बुवाको निशानी हो, फिर्ता लि। मैले राम्रोसँग भन्दाखेरि दिनस् भने नि म रिसाएँ भने के हुन्छ भन्ने कुरो त राम्रोसँग थाहा छ। बुझाछस् कि छैनस्? तपाईँको रिस्ता हेर्दै गरौँला। म रिसाएँ भने के हुन्छ थाहा छ नि सासुआमा। अस्तिको पिटाइले पुगेन? अनि पछि मैले के गर्छु राम्रोसँग थाहा छ नि? थाहा छ। अहिले के हुन्छ भनेर चाहिँ मलाई राम्रोसँग थाहा थिएन। अब योभन्दा पछाडि के हुन्छ त्यो चाहिँ मैले छर्लङ्गै देखिसकेको छु। भनिरहनु पर्दैन मलाई। पहिला मैले जे सोचेको थिएँ ठ्याक्कै त्यसको उल्टो भयो। बालाकालमा बाबाले बिहे गरेर दिनुभयो, घर गरेर खा छोरी भन्नुभयो। बाले जस्तो घरमा दिएको छन् त्यही घरमा गरेर खानुपर्छ भनेर जस्तो सुकै दुःखमा पनि कहीँ गइन, यही घर मेरो हो, यो संसार सबै मेरै हो भनेर बसेँ। एउटा छोरा जन्म्यो, श्रीमानको साथ छुट्यो। श्रीमान बिना पनि यो संसार चलिहाल्छ नि। मेरो साथमा अरू कोही नभए पनि मेरो छोरा छ भने छोरालाई हेरेर चित्त बुझाएँ। मैले जीवनमा जति सुकै दुःख काटे पनि मलाई जति पीडा परे पनि मेरो छोरालाई त्यस्तो नहोस्। म नोकरानी जस्तो भए पनि मेरो छोरालाई म राजा जस्तो बनाउँछु भनेर दुःख गर्न कुनै कसुर छोडिनँ मैले। तिमीहरू आउनुभन्दा अलि अगाडिसम्म ठिकै थियो मेरो छोरा। मलाई पनि माया गर्थ्यो। त्यस्तै माया गरिरहन्छ होला भन्ने सोचेकी थिएँ। छोरी छैन, अर्काको छोरी ल्याएर बुहारी होइन त्यसलाई छोरी नै जत्तिकै माया गर्छु, छोरी जस्तै बनाएर राख्छु भन्ने सोचेकी थिएँ। तिमीहरूले देख्दाखेरि म पनि निकै सुची छु, तर मेरो भित्री मन तिमीहरूले सोचेको जति नराम्रो थिएन। मैले तँलाई माया गर्थेँ होला, कुनै टाइममा मैले गल्ती पनि गरेँ। तँलाई भन्दा अगाडि जसलाई बिहे गरेर लिएर आयो त्यसलाई मैले गाली पनि गरेँ, कुनै दिन थप्पड पनि लाएँ होला। तर मैले जे गरेको थिएँ तिमीहरूको भलोको लागि गरेको थिएँ, उसको भलोको लागि गरेको थिएँ। तैँले के गरिस् थाहा छ? त जुन दिन मेरो घरमा आइस् त्यो दिनदेखिबाट तैँले मलाई अर्डर दिन थालिस्, यो गर त्यो गर भनेर। तैँले मलाई त सासु होइन घरमा काम गर्ने गोठालोलाई जस्तो व्यवहार गरिस्। बारम्बार तिमी एउटी बुहारीले सासूलाई भन्छे तिमी भन्छे भने सासूले कस्तो व्यवहार गर्छ हो नि? मैले कस्तो व्यवहार गर्नु पर्थ्यो तँलाई? सोचे जस्तो नहुँदो रहेछ। त्यही भएर भोलि के हुन्छ तेरो जीवनमा भनेर मलाई नसम्झा। मैले भोलि के हुन्छ भनेर छर्लङ्गै देखिसकेको छु। त्यसैले तेरो पहिले यो गहना माग्दाखेरि मैले नदिएको हुँ। मलाई थाहा भइसक्यो क्या भोलि मैले दुःख पाउँछु भनेर। अहिले म यसरी काम गर्नै सक्दैछु, मसँग
दुई पैसा छ मसँग घर जग्गा आफ्नै नाउँमा हुँदा त तिमीहरूले मलाई यस्तो गरी अर्डर दिन्छौ, यसरी मलाई थर्काउँछौ भने भोलिको दिनमा तिमीहरूले मलाई कस्तो गर्छौ होला म कल्पना गर्न सक्दिनँ। म मान्छे होइन, म भित्र मानव त छैन। यसरी धम्की नदे र बारम्बार त मर्ने त हो नि भनेर नभन्। मर्ने त पनि हो र म पनि हो। एक दिन सबैजना मर्नुपर्छ र मर्दा कसैले केही लाँदैन। यति कुरो ख्याल गर। केही पाउनलाई केही गुमाउनु पर्छ। यदि यो सारा चिज तँलाई पाउन मन छ भने मलाई पनि सासूकै ठाउँमा राख र त आफू पनि बुहारीको ठाउँमा बस्न सिक। हेर त कति न गुनासो गर्थिस् नि होइन। मेरो माइतमा साने आमा छन्, साने आमाले हेला गरे भने महसुस गरे कि रहेछ यस्तो अर्काले हेला गर्दा के हुँदो रहेछ भने। किन बुझिनस् मलाई? साने आमाले तँलाई माया गरेनन् तर मबाट माया पाउन सक्थिस् होला नि। किन तैँले मलाई एक दिन पनि माया देखाइनस्? देखाइस् कुनै दिन माया भनेर। आमा तपाईँलाई भोक लाग्यो होला, आमा तपाईँलाई तिर्खा लाग्यो होला, सासू हो तपाईँ, तपाईँलाई मैले मान्नुपर्छ। कुनै दिन गरिस् त्यस्तो व्यवहार? देखाइनस् नि। हो जस्तो त घमण्डी छेस् नि, कुनै कुनै ठाउँमा म पनि त्यस्तै घमण्डी छु। त्यही भएर आज यो दिन आएको। बुझिस् नि? भोलि के होला भनेर नभन्। तेरो यो अनुहारमा नि भोलि पनि के आउँछ भनेर झल्किसकेको छ। मैले राम्रोसँग देखिसकेको छु ऐना जस्तो छर्लङ्ग। अब नदेखा, कसैको सामु नरोको यो चन्द्रकला। आज तेरो सामु रुन पर्यो। मेरो विगतलाई याद दिलाइदिस् तैँले, बुझिस्? र अर्को कुरा कान खोलेर सुन। यो चन्द्रकला यो संसारका आइमाई जतिकोमा छैन। म अलिक फरकै छु, त्यही भएर आजसम्म टिकेको छु। बुझिस्? नत्र भने तेरी सासू नि जमानामा कोहीसँग गइसक्ति हो नि। उमेरमा पनि आफूलाई सम्हाल्न सक्ने मान्छे हो, अझै पनि सम्हाल्न सक्छु। हिजोभन्दा आजभन्दा भोलि परिपक्व हुँदैछु। तँ जस्तोले धम्की दिएर नि थर्रा काम्दै हिँड्दिनँ। बुझिस्? तेरो डर मान्नु र तेरो अन्डरमा बस्नुको भनेको नि मेरो आफ्नो घर नबिग्रियोस् भनेर मात्रै म बसेको हुँ क्या। तँ जस्तो कमिलाहरूले, तँ जस्तो पतिङ्गाहरूले हल्लाउँदैमा हल्लिने, थर्काउँदैमा थर्किने म होइन। मेरो अगाडि तँ केही पनि होइन। यति कुरा विचार गरिराख। जब यो चन्द्रकलालाई रिस उठ्छ नि त्यतिखेर के हुन्छ भन्ने कुरो त्यो तैँले मेरो रिस राम्रोसँग देखेको छैनस्। हो र? मैले त बुझेकै थिएन। बुहारीको माया पाउनलाई त बुहारी भित्रिएको दिन राम्रो व्यवहार गर्नु पर्यो। भित्र्याउनु भन्दा अगाडि बुहारी खोइ गएन, बाख्राहरू खोइ भन्दै आएको हजुरको यही अनुहार होइन? नछो फेरि हात साथ ठन्डकै भाँचेर कुकुरलाई खुवाइदिउँला नि फेरि। ओ त्यो महसुस मैले पनि गरेकी छु। अहिले तपाईँले कस्तो भइरहेछ, म कस्तो छु त्यो हेर्नु भएन। बिहे पनि शर्तमा गरिएको रहेछ तपाईँको भाइ र मेरी सानी आमाले। सम्पत्ति यति दिम्ला भनेर तपाईँलाई फुसुङ पार्न लगायो मेरी सानी आमाले, तपाईँको भाइलाई भनेर। तपाईँ पनि पत्याउने त्यस्तै हुनुहुँदो रहेछ। यति गरगहना दिन्छु, यति सम्पत्ति दिन्छु, यति बाख्रा दिन्छु भनेर तपाईँको भाइलाई फुर्कायो मेरी सानी आमाले। तपाईँको भाइले तपाईँलाई नै फुर्कायो। तपाईँको छोरा। सबै गल्ती त मेरो रहेनछ नि, थाहा पाइस् होला नि। रहेछ मेरो गल्ती? सबै गल्ती मेरो रहेछ हो। त्यतिखेर गहना दिन्छु पनि भने हो तेरी आमाले। के अरे बाख्रा पठाउँछु लस्कर लाएर भने नि हो, त्यही भएर बिहे गर भने नि हो। एउटा कुरा ख्याल गर है, रोटी पकाउनलाई दुईतिर फर्काउनु पर्छ, एकरो पाक्दैन। यति कुरा ख्याल गरिराख। मैले तँलाई नराम्रो व्यवहार गरे पनि तँ मसँग झुक्थिस् र तैँले मलाई माया गर्थिस् भने नि मेरो मन तँप्रति पलाउँथ्यो होला क्या। हो पलाउँथ्यो, मैले पनि बुझेँ। तर जुन दिन तपाईँले मलाई भित्र्याउँदै हुनुहुन्थ्यो नि त्यो बेला राम्रोसँग तँलाई थप्पड त हानेको थिइनँ मैले। त्यो दिन हानेको थिइनँ। गहना खोइ बुहारी भनेको थिएँ राम्रैसँग, केही अरू नराम्रो भनेको थिएँ। अनि त्यसको भोलिपल्टदेखिबाट तैँले मलाई के भन्छ नोकरलाई कदा झैँ कदाइस् जे भन्यो त्यही पनि टेरिरहेको थिएँ। हदै गरेर टाउकोमै चढेर अब त माथि धुरीमा चढेर लात नि हान्न लाइस् मलाई। अनि भित्र्याएको दिन मलाई राम्रोसँग भित्र्याएर बसालेर बुहारी गरगहना ल्याउँछु भन्दै थियो। यस्तो यस्तो भनेको थियो, खोइ ल्याइन देखिनँ मैले भनेर राम्रो व्यवहार गरेको भए मैले पनि आज यो दिनसम्म पुर्याउनु पर्दैन थियो होला।
मान्छे पनि फर्केर आउँदा रहेछन् त। लाज भन्ने कुरा पनि अलिकति हुन्छ नि। छी 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 छी, पहिलो गएको मान्छे कसरी फर्केर आउन सके कि? हुन पनि यस्तालाई के को लाज? बिहे एउटासँग गरेर मोज मस्ती चाहिँ अर्कोसँग। छी 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 छी, त जस्तो नारीले गरेर हो समाजमा छोरी मान्छेको इज्जत जाने। आफूले माया गरेको मान्छेसँग जिन्दगी बिताउँछु भनेर जाँदा पनि इज्जत जान्छ र? माया गर्दैमा इज्जत जाँदैन, तर एउटा विवाहित नारीले आफ्नो श्रीमान हुँदा हुँदै परपुरुषसँग सम्बन्ध जोड्दाखेरि हो इज्जत जाने। हो, त्यही सम्बन्ध जोडेकै भएर आज तिम्रो दाइसँग सम्बन्ध तोडेर उसैसँग जिन्दगी बिताउन भनेर जान लागेको। तिम्रो दाइलाई खुर्क यहाँ बाहिर बोलाऊ। उसँग सम्बन्ध तोडेर जान्छु म। ए, त्यसो भए तँलाई चाहिँदा भाँडो नचाहिँदा ढाँडो भयो होइन मेरो दाइ? खै, तिम्रो दाइलाई बोलाऊ। उसैसँग सम्बन्ध विच्छेद गरेर जान्छु म। मसँग धेरै समय छैन। समय त मसँग पनि छैन रोशनी। यदि तिमीबाट टाढा भएर बाँच्नुपर्छ भने म पहिला मर्छु, अनि तिमी जान सक्छौ। म जिउँदा हुँदा हुँदै तिमी अरू कसैको अँगालोमा बाँधिएको म कसरी हेर्न सक्छु रोशनी? मलाई पल पल मार्नुभन्दा बरु एकैचोटि मारिदेऊ। तिमीलाई पनि आनन्द हुन्छ अनि मलाई पनि आनन्द हुन्छ। म मरेपछि उसैसँग आफ्नो जिन्दगी हाँसी खुसी बिताउँ। मेरो अगाडि धेरै नाटक नदेखाए हुन्छ। म राघवलाई मात्रै माया गर्छु, तँलाई होइन। मलाई राम्रोसँग थाहा छ तिमी यो सब मसँग झुटो बोल्दैछौ। तिमी कसैको दबाबमा आएर यो सब बोल्दैछौ रोशनी। तिमीलाई कसले के भन्यो मलाई भन। त्यो राघवले तिमीलाई केही भन्यो? म त्यसलाई अहिले नै गएर मारिदिन्छु। मेरो राघवलाई केही गर्यो भने म तँलाई चाहिँ मारिदिन्छु, बुझिस्? मेरो अगाडि मेरो श्रीमानको बारेमा जे पाए त्यही भनेको म सुन्न सक्छु। अनि त्यो चाहिँ तेरो हुनेवाला श्रीमान भए, मेरो दाइ चाहिँ को नि? मैले तेरो दाइलाई कहिले माया गरेकी थिइनँ। त्यो त सब मेरो नाटक थियो। माया गर्नु पनि कसरी? एउटा प्रेमिका हुँदा हुँदै अर्कोसँग बिहे गर्नेसँग। माया जसलाई गरिन्छ नि बिहे उसैसँग गरिन्छ। मलाई किन यसरी तडपाउँदैछौ रोशनी? मेरो सास र उन्जेल तिमी अरू कसैको भएको हेर्न सक्दिन रोशनी। म तिमीलाई आफूलाई भन्दा पनि धेरै माया गर्छु। मलाई छोडेर नजाऊ रोशनी। म तिमीसँग मायाको भिख माग्छु। बिन्ती छ, मलाई यो हालतमा छोडेर नजाऊ। मैले के तेरो यस्तो नाटकमा विश्वास गर्छु जस्तो लाग्यो तँलाई? अह, म तेरो यो नाटकमा विश्वास गर्ने मान्छे होइन। तेरो नाटकमा विश्वास गर्छु त भावनाले, मैले होइन, बुझिस्? म भावना जस्ती होइन। भावनामा बहकिएर जे कुरा पनि विश्वास गर्ने म रोशनी हो, रोशनी। तैँले मलाई बिर्सिस् जस्तो छ। म कसैलाई माया गर्न सक्दिनँ। म मात्र राघवलाई माया गर्छु। म राघव बाहेक अरू कसैलाई सोच्न पनि सक्दिनँ। त्यसो नभन न रोशनी। भावना मेरो पहिलो प्रेम भए पनि अन्तिम तिमी नै हुनुपर्छ। तिम्रो साथ पाइन भने म मर्छु रोशनी। बिन्ती छ, मलाई यसरी नतडपाऊ। म तिमी बिना अधुरो छु। मर्न त मरे पनि बाँचे पनि जे गरे पनि मलाई के मतलब? अब त म मात्र राघव कि हुँ, तेरी होइन, बुझिस् नि? अनि तैँले मलाई सम्बन्ध विच्छेद दिँदैनस् भने मर्दा गएर। एउटा कुरा सुन, यदि तैँले मसँग सम्बन्ध विच्छेद गर्दैनस् भने कि भिरबाट आम फालेर मर, कि त रुखमा झुन्डेर पासो लाएर मर।
त मरिस् पनि अनि बल्ल मेरो राघव र म खुसी साथ जिन्दगी बिताउन पाउँछौँ। तर त भइस् भने राघव र म कहिले के हुन सक्दैनौ। त होस् त मेरो जिन्दगीको सबैभन्दा ठुलो गाँडो तैँले गरेर मेरो जिन्दगी लथालिङ्ग भयो बुझिस्। जसलाई प्रेम गर्थे जसको हुन चाहन्थे उसको हुन पाइन म मात्र तेरो कारणले मात्र तेरो। त यतिसम्म गाँडो भइस् कि यतिसम्म गाँडो भइस् कि न मलाई यताको हुन दिस् न उताको। मलाई लाग्थ्यो तर भावना प्रेम गरेर म र मेरो राघवलाई बाटो खुल्ला गरिदिन्छस्। तर तेरो माया त म प्रति यसरी बढ्यो कि यस्तो भयो अहिले। हुन त यो सब तेरो नाटकै त हो। तर भावनाको कारणले गर्दा राघव र म एक हुन पाएनौँ। तैँले जस्तो दैचिउरे माया गर्न मलाई आउँदैन। म एउटासँग माया गरेपछि मात्र एउटासँग गर्छु। त जस्तो होइन घरि भावनासँग गर्ने त घरि मसँग। मलाई यस्तो नाटक गर्न आउँदैन। म मात्र राघवलाई माया गर्छु। ठिक छ रोशनी, यदि तिमी अरूसँगै जान चाहन्छौ भने मलाई मार्देऊ, मलाई यही मार्देऊ अनि त्यसपछि मात्र तिमी जाऊ। म तिमी गएको हेर्न सक्दिनँ रोशनी, मलाई मार्देऊ। यदि तिमीले मलाई छोडेर गयौ भने म कसम मारिदिन्छु। जान त जा, त गएर मर। त मरे पनि बाँचे पनि मलाई केही पनि फरक पर्दैन। बिन्ती छ रोशनी, मलाई छोडेर नजाऊ। म तिमीलाई धेरै माया गर्छु रोशनी, धेरै, आफूलाई भन्दा पनि। कि मलाई मार्देऊ कि छोडेर नजाऊ रोशनी। रोशनी रोशनी छोड मलाई, छोड। रोशनी मलाई छोडेर नजाऊ रोशनी। छोड मलाई, मलाई छोडेर नजाऊ रोशनी। छोड मलाई। मेरो अगाडि यसरी मायाको मेरो अगाडि यसरी मायाको नाटक नगर। म त जस्तो मायाको नाटक गर्ने मान्छे होइन। म मात्र राघवको हुँ। म राघवलाई माया गर्छु, तँलाई होइन। मेरो जिन्दगीमा अब घाँडो बन्न नआइज। छोड मलाई। मेरो लागि त मरिस् अनि तेरो लागि आजदेखि म मरे। रोशनी दाइ रोशनी दाइ 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 पागल नहुनु। मेरो के गल्ती थियो रोशनी? दाइ दाइ उठ्नु। दाइ उठ्नु। दाइ दाइ रोशनी रोशनी गइसके के रोशनी? अब त फर्केर आउँदैन।